15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोड्दिनु। आन्दोलनमा यो प्रोटोकलका कुरा हुँदैन। अगाडि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले 15 गते राजावादीहरूलाई लखेट्ने ठाडो निर्देशन दिएपछि राजनैतिक वृत्त तरङ्गित भएको छ भने प्रधानमन्त्री जस्तो मान्छेले सार्वजनिक मञ्चबाट किन यस्तो अराजक अभिव्यक्ति दिएको भन्ने टिप्पणी समेत हुन थालेको छ। त्यति मात्र होइन, एमाले अध्यक्ष ओलीले 15 गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्ने समेत जिकिर गरेका छन्। उनले 15 गते 11 बजेदेखि 2 बजेसम्म समय नै तोकेर काठमाडौँ एमालेको नियन्त्रणमा लिनको लागि कार्यकर्ताहरूलाई निर्देशन दिएपछि यस्तो तरङ्ग फैलिएको हो। आइतबार बागमती प्रदेश एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै यस्तो कडा निर्देशन दिएका हुन्। राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सल्बलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै ओलीले लाज नमानिकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रमलाई चिर्नको निमित्त यस्तो कडा निर्देशन दिएका हुन्। अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ 15 गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन निर्देशन दिएका छन्। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्दछ अध्यक्ष ओलीले बताएका छन्। कसरी कुन संस्था